भन त मैले आज कति नराम्रो सपना देखेँ। के सपना देख्यौ र? आज हजुरले यस्तै नराम्रो सपना देखेँ। साँच्चै के हुन्न कि भगवान्माथि भरोसा गर, किनभने जबसम्म तिमी छौ तबसम्म मलाई कसैले पनि केही गर्न सक्दैन। मात्र तिमी मेरो साथमा हुनुपर्छ। नमस्ते सबैजनालाई, म ऱ्यापर विकास। मेरो नयाँ गीत आफ्नै लय शब्दमा रहेको सबैजनाले माया गरिदिनु होला। मेरो आफ्नै स्वर छ। हात महत गढी लाग्या बम्बईका जेलमा, फर्केर आइजाउँला प्यारी दिल्लीका रेलमा। मनको रेल दौडिन्छ परान जान्छ का खेल। तिमी छौ यता म छु उतै, मनको रेल किन बेल।
रूपमै गर्छौ बारम्बार माया गर्न छोडिएर भाग्छौ पर पर मन तिम्रो यात्रु जस्तै कहाँ कहाँ पुग्छ सुन्दिएर गुनलाई जस्तै गर्छौ बारम्बार मनको रेल दौडिन्छ परान जान्छ काखेल तिमी छौ यता म छु उतै मनको रेल किन बेला तिमीलाई पर्खेर आँखा बिजाए रेलको पर्खालोमा नाम लेखाए दिल्लीका गाडीले सम्झना ल्याउँछ तर तिमी बिना यो मन रोइरहन्छ मनको रेल दौडिन्छ परान जान्छ काखेल तिमी छौ यता म छु उतै मनको रेल किन बेला नमस्ते सबैजनालाई म ऱ्यापर विकास आज हजुरहरूको सामने फेरि पनि म आइसकेको छु नयाँ भिडियो लिएर हजुरले भिडियो त हेरिसक्नुभयो तर पक्का पनि कमेन्ट गर्न नभुल्नुहोला आज तपाईहरूको माझमा एउटा परदेशमा बसेर पनि एउटा धेरै ठुलो मेहनत र एउटा सङ्घर्ष गरिरहेका हामीले चाहिँ तपाईहरूको माझमा केही गर्न सक्छौँ भनेर तर यो हाम्रो सङ्घर्षलाई पक्का पनि तपाईँले सपोर्ट दिनुहोला र आज मसँग हुनुहुन्छ एकदम मुख्य एउटा प्रतिभा भएका मान्छेहरू त्यो पनि नेपालमा राम्रो गरेर इन्डियामा पनि आफ्नो प्रतिभा देखाइरहेका पहिलो नम्बरमा हुनुहुन्छ एउटा बहिनी गायिका कञ्चन बराल बहिनी स्वर एकदमै राम्रो छ यो गीतमा स्वर बहिनीको छ उहाँलाई धेरै धेरै धन्यवाद छ र अर्कोमा हाम्रो विवेक नेपाली भाइले जो यो गीतमा मोडलिङ गरेका छन् र एकदमै राम्रो छ भाइको पहिलो गीतमा यति प्रयास गर्नु भनेको थियो भने तिनको लागि अघिल्लो समयमा एकदमै उत्कृष्ट हुनेछ अनि तेर्सोमा हाम्रो हिमाल भाइ हुनुहुन्छ हिमाल नेपाली जसले 2-3वटा देउडामा राम्रो अभिनय गरिसकेका छ तेर्सो नम्बरमा हुनुहुन्छ मेरो प्यारो मित्र अथवा मेरो प्यारो ज्यान भाइ बाबु राजा जसले मसँग 2-3 वर्षदेखि लगातार काम गरिआएका र तपाईहरूले सबैले कस्तो लाग्यो कमेन्ट गर्नुहोला र साथै हाम्रो गायिका बहिनीसँगबाट पनि केही कुराहरू सुन्नुहोला धन्यवाद नमस्ते म चाहिँ कञ्चन बराल मेरो चाहिँ यो गीतमा आफ्नै आवाज र आफ्नै अभिनय रहेको छ सबैजनाले माया गरिदिनुहुन्छ भन्ने मलाई पक्कै पनि आशा लागेको छ धन्यवाद नमस्ते म विवेक नेपाली सबैजनाले हेरिसक्नु होला म चाहिँ नयाँ मोडलिङ हो सबैजनाले माया गरिदिनु होला